के तपाईले कहिल्यै सोच्नु भएको छ कि मोबाइल फोन बिनाको हाम्रो संसार कस्तो होला? आज हामी मोबाइल फोन बिनाको संसारको कल्पना गर्दैछौँ। यसले हाम्रो जीवनलाई कसरी परिवर्तन गर्नेछ? सुरुमा हामी आजको संसारलाई हेरौँ। व्यस्त शहरमा मानिसहरू स्मार्टफोनमा व्यस्त छन्। हरेक कुना डिजिटल जीवनशैलीले भरिएको छ। सामाजिक सञ्जालको लत र डिजिटल जीवनशैली हाम्रो दैनिक जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ। तर कल्पना गर्नुहोस्, के हुन्छ यदि एकैछिनमा यो सबै बन्द भयो भने? अचानक संसारका सबै मोबाइल फोनहरू एकै समयमा काम गर्न छोड्छन्। स्क्रिनहरू कालो हुन्छन्। मानिसहरू चकित र भ्रमित छन्। सडकमा डर र अन्योल फैलिएको छ। सबैजना एकअर्कालाई हेरिरहेका छन्। समाचार च्यानलहरूमा यो अभूतपूर्व घटनाको ब्रेकिङ न्युज आइरहेको छ। यो एक नाटकीय र रहस्यमय क्षण हो। मोबाइल फोन बिना हाम्रो डिजिटल संसार पतन हुन्छ, तर हामी वास्तविक रूपमा पुनः जोडिँदैछौँ। सामाजिक सञ्जालका कार्यालयहरू खाली छन्। मानिसहरू इन्टरनेट एपहरू प्रयोग गर्न असमर्थ छन्। डिजिटल संसार भत्किन्छ। मानिसहरू मोबाइल फोन बिना परिवारका सदस्यहरूलाई सम्पर्क गर्ने प्रयास गर्दैछन्। भावनात्मक क्षणहरू छन्। टेलिफोन बुथमा लामो लाइन देखिन्छ। मानिसहरू पुरानो ल्यान्डलाइन टेलिफोन प्रयोग गर्दैछन्। वास्तविक शहरको माहौलमा स्क्रिन र लगातारको सूचना बिनाको जीवन कस्तो हुन्छ? अब हामी त्यो हेर्नेछौँ। विद्यार्थीहरू स्मार्टफोनको सट्टा किताबबाट पढ्दैछन्, हातले नोट लेख्दैछन्। शान्तिपूर्ण शैक्षिक वातावरण देखिन्छ। परिवारहरू फोन बिना सँगै खाना खाँदैछन्। आमाबाबुले बच्चाहरूसँग कुरा गरिरहेका छन्। भावनात्मक बन्धनका क्षणहरू। बच्चाहरू फोन प्रयोग गर्नुको सट्टा बाहिर फुटबल र अन्य खेलहरू खेल्दैछन्। प्राकृतिक वातावरण, खुसीको भावनात्मक माहौल। प्रविधि बिना हामीले सामना गर्नुपर्ने केही चुनौतीहरू र वास्तविक जीवनमा पुनः जडान गर्ने अवसरहरू हेरौँ। जीपीएस नेभिगेसन बिना चालकहरू हराएका छन्। ठूला शहरहरूमा ट्राफिक अन्योल देखिन्छ। यो नाटकीय र वास्तविक शहरी वातावरण हो। मानिसहरू वास्तविक जीवनमा एकअर्कासँग बढी सामाजिक र जोडिएका छन्। समुदायहरूसँगै भेला भइरहेका छन्। कम स्क्रिनको लतले शान्तिपूर्ण जीवनशैली ल्याएको छ, जहाँ वास्तविक सम्बन्धहरू बढ्दैछन्। मोबाइल फोन बिनाको संसारले हाम्रो लागि धेरै चुनौती र अवसरहरू ल्याउँछ। एकजना मानिसले सूर्यास्त हेर्दै प्रविधि र मानव जीवनबारे गहिरो सोचिरहेको छ। यो भावनात्मक र प्रेरणादायक अन्त्य हो। के तपाईँ विज्ञान र प्रविधिमा रुचि राख्नुहुन्छ? यदि हो भने हामीले तपाईँको लागि एउटा उत्कृष्ट युट्युब च्यानल सिफारिस गर्न गइरहेका छौँ। तपाईँ नयाँ आविष्कारहरू, प्रविधि समीक्षाहरू र भविष्यका प्रवृत्तिहरूको बारेमा जान्न उत्सुक हुनुहुन्छ? हामी साइन्स एन्ड टेक्नोलोजी नामक युट्युब च्यानल सिफारिस गर्दछौँ। यो च्यानलले विज्ञान र प्रविधिको बारेमा नेपाली भाषामा रोचक र गहन जानकारी प्रदान गर्दछ। यहाँ तपाईँले पछिल्लो खोजहरू, ग्याजेट समीक्षाहरू र एआई जस्ता भविष्यका विषयहरूमा भिडियोहरू पाउनुहुनेछ। गुणस्तरीय सामग्रीले तपाईँको ज्ञानको भण्डार बढाउनेछ र तपाईँलाई प्रविधिको संसारमा अद्यावधिक राख्नेछ। अब यो उत्कृष्ट च्यानलको कुनै पनि भिडियो नछुटाउनका लागि कृपया सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस्। च्यानलको हिस्सा बन्नुहोस् र हरेक नयाँ भिडियो सिधै तपाईँको फिडमा पाउनुहोस्। जसरी यहाँ देखाइएको छ, सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस् र सदस्यता लिनुहोस्। तर पर्खनुहोस्, यतिले मात्र पुग्दैन। हरेक पटक नयाँ भिडियो अपलोड हुँदा तुरुन्तै सूचना पाउनका लागि त्यो सूचना घन्टी आइकनमा पनि क्लिक गर्नुहोस्। घन्टी आइकनमा क्लिक गरेर सबै सूचनाहरू प्राप्त गर्न निश्चित गर्नुहोस्।